हेलो गाइज, वेलकम छ मेरो छोटो मिठो मिनी ब्लगमा। मैले चाहिँ फर्स्ट टाइम स्टार्ट गरेको अनि त्यति साह्रो बनाउन त आउँदैन, त्यही पनि हेरेर लाइक कमेन्ट गरिदिनु होला। अनि म चाहिँ बिहान घाँस काट्न जाँदैछु। अनि बिहानको 6 बजेको रहेछ, त्यही पनि अनि अब दिउँसो भन्दा नि 10-11 बजीतिर त घाम लागेको हुन्छ नि त। त्यसैले म चाहिँ बिहानै घाँस काट्न गएँ। अनि हेर्नु न गाइजहरू, बाटो चाहिँ कस्तो नराम्रो रहेछ के, सानो बाटो अनि त्यही पनि चिप्लो न चिप्लो, त्यही पनि बल्ल तल जाँदैछु। अनि भोइस चाहिँ यस्तो आइरहेछ कि गाइजहरू, रुगा लगाएर 3-4 दिन ज्वरो आएर सुतेर बसिरहेको, बल्ल सन्चो भएर घाँस काट्न जान लागेको थिएँ। अनि बाटो यस्तो छ, अनि म चाहिँ एकछिनमा घाम लाग्छ भनेर अहिले घाँस काट्न आएँ। अनि त्यसैले म हतार हिँडेँ गाइजहरू। अनि घर गएर नुहाउनु छ नि त, त्यसैले छिटो गएँ। अनि घाँस काट्ने ठाउँमा पुगेँ भनौँ। अब घाँस काट्ने ठाउँमा पुगेँ है गाइजहरू। अनि त्यसपछि कस्तो राम्रो भ्यू देख्ने कि, हरियाली, त्यही माथि धुम्म परेको के, पानी परा जस्तो, तर पानी चाहिँ परेन है। हेर्नु न गाइजहरू, कस्तो राम्रो हरियाली घाँस। अनि म चाहिँ घाँस काट्न सुरु गरेँ। अनि त्यसपछि घाँस काटेँ। त्यस्तो राम्रो भिडियो चाहिँ बनाउन पाएन। अनि के भन्छ भनेदेखि मोबाइल अडाउने ठाउँ थिएन कि त्यस्तो राम्रो बनाउन पनि। अनि मैले चाहिँ चप्पल फुकालेर चप्पलमा राखेको थिएँ मोबाइल चाहिँ। अनि चप्पल फुकालेर घाँस काट्दाखेरि त खुट्टामा घुस्ने रहेछ। अनि त्यही पनि मैले खाली खुट्टामा काटेँ। अनि फेरि मैले मुखले चापेर मोबाइल समातेँ। अनि त्यही पनि भएन, यति भयो मेरो घाँस चाहिँ गाइजहरू। हेर्नु त गाइजहरू, कस्तो बियो भएको, अनि कस्तो राम्रो घाँस रहेछ। अनि म चाहिँ बिस्तारै गएँ गाइजहरू। घाँस चाहिँ कस्तो राम्रो हरियो न हरियो। अनि म चाहिँ बसेर काटेँ। अनि काटेँ एक्लै हुँदा त कस्तो रमाइलो हुने कि गाइजहरू, भिडियो बनाउँदै घाँस काट्दै गर्दाखेरि त। अनि घाँस काटेँ। अनि मेरो चाहिँ भारी पुग्न लागिसक्यो, अब घर जाऊँ कि जस्तो लाग्यो। अनि भारी पुग्यो। अनि त्यसपछि म भारी बोकेर घरतिर लागेँ बिस्तारै। अनि म चाहिँ गोठमा आइपुगेँ। तपाईँहरूले चाहिँ 2टा मात्र गाई देख्नु भएको छ, तर उता नि भैँसीहरू छ है, 2टा गाई 2टा भैँसी। अनि म चाहिँ घाँस दिएर म चाहिँ घरतिर फर्केँ। अनि आजलाई यति नै, त्यस्तो राम्रो त छैन, त्यही पनि हेरेर लाइक कमेन्ट गरिदिनु होला। बाई बाई साथीहरू।